look good. वाउ म त यतै बस्छु होला म जान्न होला म यतै बस्छु होला यो चाहिँ हाम्रो नेपालको पहिलो सगरमाथा आरोहण गर्ने तेन्जिङ नोर्गेको घर रहेको छ। ल आयो साथी, यो ट्रेन आयो, ट्रेन। दार्जिलिङ सहर त मन परेन। अब दार्जिलिङमा भएका केही कपडाहरू मनपर्छ कि भनेर अब हाम्रो सम्पूर्ण टोलीहरू चाहिँ सपिङतिर लागेको छ। हामी चाहिँ कहाँ छौँ अरे सेवास? पशुपतिनगर कहाँ? पशुपतिनगर भनेको इलाम होइन? इलामको पशुपतिनगरमा हाम्रो बास भइसकेपछि अहिले एकछिन हामी यो यताउताको वातावरण हेर्न आइरहेका छौँ। लगभग अब सूर्य उदाउने तयारीमा छ एकदमै। त्यसपछि हाम्रो यात्रा कहाँ हुन्छ? दार्जिलिङ। बास आज दार्जिलिङ हुन्छ कि हुँदैन? हुँदैन, यतै हुन्छ होला, इलाममा फोटोसोटो सुट गर्ने। ओके, पक्कै पनि हामी एकदमै गजबको दृश्य यहाँहरूको माझ देखाउने छौँ। हामी सँगै रहनु होला। यतिखेरको समय थियो अब हामी चाहिँ दिनभरि दार्जिलिङको कुन ठाउँमा घुम्ने त भनेर होटल सञ्चालकज्यूसँग हामीले परामर्श लिइसकेपछि हाम्रो सम्पूर्ण टोली अब दार्जिलिङको लागि तयारी अवस्थामा रहेको छ। ओके गाइज, अब चाहिँ हाम्रो यात्रा भनेको चाहिँ दार्जिलिङतिर लागिसकेको छ। हाम्रो सम्पूर्ण टोलीहरूलाई एकै गाडीमा लिन नसक्ने भएको कारणले गाडी चाहिँ रिजर्भ गरियो, 4वटा गाडीहरू चाहिँ रिजर्भ गरियो। अनि त्यसपछि एकदमै राम्रा घरहरू देखिँदै हामी चाहिँ अब बोर्डरसम्म यी साना गाडी 4वटा गाडीहरू लिएर जाँदैछौँ। अब जति अगाडि यात्रा बढ्दै जान्छ अनि त्यति मनमा आतुर चाहिँ लाग्दै गइरहेको छ। किनभने अब बच्चा अवस्थामा रेडियोहरूमा अनि गीतहरूमा चाहिँ दार्जिलिङ सहर भन्ने गीत चाहिँ थुप्रै सुनिन्थ्यो। आज हामी प्रत्यक्ष त्यो ठाउँमा जाँदैछौँ होइन। अब चारैतिर घरहरू, जुन पहाड, एकदमै पहाडमा चाहिँ सुन्दर घरहरू बनेका रहेछन्। यी घरहरू देख्दाखेरि चाहिँ मनै लोभिरहेको थियो, सुन्दर घरहरू देख्दाखेरि। अनि अबको 5 मिनटमा चाहिँ हामी इन्डियाको बोर्डरमा त्यहाँ चाहिँ जान्छौँ भन्ने गुरुहरूले भन्दै हुनुहुन्थ्यो र मलाई लाग्छ अब चाहिँ हामी त्यो बोर्डर छिरिसकेपछि दार्जिलिङ, स्पेसल दार्जिलिङतिर हाम्रो यात्रा तय हुन्छ भन्ने लागिरहेको थियो। यसरी चाहिँ हामी रमाइलो गर्दै अगाडि बढ्यौँ। अब चाहिँ हामी पुगिसकेका छौँ जुन चाहिँ इन्डियाको बोर्डरमा। अब हामी नेपाललाई छाडेर इन्डियातिर प्रस्थान गर्दैछौँ। हामी चाहिँ यो के भन्छ पशुपतिनगरबाट बोर्डर पास भइसकेपछि गौतम बुद्धले चाहिँ हामीलाई यसरी स्वागत गर्दै हुनुहुन्छ हामीलाई गौतम। सुरेश सर। हजुर नहीं, अब हम इंडिया में पहुंच चुका है तो फिर हिंदी बोलना पड़ेगा। ये तो इंडिया आ गया तो क्या करेगा, नेपाली बोल नहीं सकती है। अब हम इंडिया की तरफ चल गया। दार्जिलिङ गइरहेको छु। नहीं हम गइरहेको छु नि। हम गइरहेको छु। हम गइरहेको छु और भी गइरहेको छु। गइरहेको छु उधर। ल 10 जना इधर बसा थे। ओ माय गॉड। ओके दार्जिलिङ अब पुगिन्छ भनेर होला सायद हाम्रो सम्पूर्ण टोलीहरू चाहिँ रमाइलोमा जुटिएको थियो। म्युजिकको तालमा मस्त तरिकाले अगाडि बढ्दै थियौँ। हामी जति अगाडि बढ्यौँ अनि
घनघोर जङ्गल चाहिँ आउँदै थियो। मलाई एउटा कुरा चाहिँ एकदमै मन पर्यो, त्यो चाहिँ के थियो भने त्यहाँको जङ्गल, त्यो जङ्गलमा भएका ती रुखहरू, सायद त्यो रुखलाई हाम्रो गाउँतिर चाहिँ देवदार भनिन्छ हैन। अनि त्यो देवदारका रुखहरू चाहिँ एकदम स्लिम, जुन चाहिँ काटेर त्यो रुखहरूलाई चाहिँ आफै सजाइएका होलान् जस्तो लाग्थ्यो। मैले चाहिँ झ्यालबाट साइडबाट हेरिरहेको थिएँ, एकदमै आनन्द लागिरहेको थियो त्यो रुखहरूलाई हेर्दाखेरि। अब चाहिँ हाम्रो पहिलो घुम्ने ठाउँ आउँदैछ है। साथीहरूले भन्दै हुनुहुन्छ कि अब ठाउँ हाम्रो पहिलो जुन चाहिँ घुम्ने ठाउँ आउँदैछ, अनि त्यो ठाउँमा चाहिँ हामी एकछिन गाडी बिसाउने छौँ। त्यसपछि हामीले केही फोटोहरू भिडियोहरू बनाएर चाहिँ अगाडि बढ्नेछौँ। अब चाहिँ हामी यहाँ सिमाना भ्यू पोइन्टमा चाहिँ आएका छौँ। सिमाना भ्यू पोइन्ट, अब यहाँको दृश्य कस्तो छ हेर्न गइरहेका छौँ। तिलक सर त खुब ह्यान्डसम देखिनु भएको छ त एकदम। वाउ, म त यतै बस्छु होला, म जान्न होला, म यतै बस्छु होला। This road is maintained by PWD. Wow, what a nice view. यहाँबाट चाहिँ सुन्दर माउन्टेन देखिँदो रहेछ, तर यो माउन्टेनको नाम चाहिँ के हो आई डोन्ट नो। के हो यो हिमालको नाम? रोशनी हो। हजुर, रोशनी हो हिमालको नाम। यो हिमालको नाम के हो? हिमालको नाम माउन्टेन हो। यो हिमालको नाम चाहिँ कञ्चनजङ्घा रहेछ है साथी हो। ओ माई गॉड, खतरा देखाउँदो रहेछ त। आफै हो। ल हामी हानौ न एक दुईटा। फोटो खिचौँ न ट्याक्क सबैले हानौ। आहा, हेर्नु त कति राम्रो ठाउँ, जुन माथि डाँडाबाट सुन्दर बस्ती, जुन तल एकदमै रमाइलो सुन्दर बस्ती देखिँदो रहेछ। अब हाम्रो पहिलो घुम्ने ठाउँ सिमाना भ्यू पोइन्टलाई छाडेर अगाडि बढ्दछ। घनघोर जङ्गलभित्र इन्ट्री हुँदैछ है। मानसरोवर भन्ने यही त हो, कुलेखानी जलविद्युत हो। यहाँ के छ यता? ल ल एकछिन प्लिज। टिकट लाग्दैन? के हो यो? नाग पोखरी हो। नाग पोखरीका केही रमाइला दृश्यहरूलाई खिचिसकेपछि हामी चाहिँ भित्र गएनौँ, टिकटहरू काटेनौँ र हामी एकदमै हतारमा थियौँ, किनकि हामी फेरि साँझ फर्किने कि दार्जिलिङको मेन ठाउँमा पुगिसकेपछि हामी फर्किने भन्ने तर्खरका साथ अगाडि बढिरहेका थियौँ। हामीले ढिला नगरिकन त्यहाँका केही छोटा मिठा रमाइला दृश्यहरूलाई कैद गरिसकेपछि हामी अगाडि बढ्दछौँ। त्यो नेक्स्ट टाइम भन्ने चाहिँ साथीमा चार पटक चाहिँ हामीले देख्यौँ। अब भर्खर चाहिँ दार्जिलिङ जाँदै गर्दा हामी अगाडि बढिसकेपछि अब दार्जिलिङको रेल जामसाइली के समथिङ गीत थियो याद आयो मलाई। त्यो दार्जिलिङको रेलवे चाहिँ बाटोमा देख्न पायौँ हामीले चाहिँ। अब लाग्छ साथीहरूले अब रेल पनि आउँछ है भन्दै हुनुहुन्थ्यो। हामी त्यो रेलको प्रतीक्षामा अगाडि बढिरहेका थियौँ। अनि बाटो अलिकति साँघुरो
त्यहाँको गल्लीहरूमा चाहिँ एकदमै साँघुरो अलिकति अनुभव भइरहेको थियो र जाम पनि एकदमै हुँदो रहेछ त्यो ठाउँमा। बाटो निकै नै सानो र त्यहाँ साँघुरो साथै पर्यटकहरूको आवत जावत निकै हुने भएको कारण चाहिँ जाम पनि उत्तिकै हुँदो रहेछ। टुरिस्टको लागि अरू पनि एउटा रेल चाहिँ हेरियो साथी हो, तर रेल हेर्न होइन बाटोमा जाम चाहिँ टन्नै भयो। फेरि एकछिन रेलले गर्दाखेरि बाटोमा चाहिँ जाम उत्तिकै हुँदो रहेछ। रेललाई पास गर्नु पऱ्यो भने उस्तै बाटो साँघुरो, त्यसैमा रेल आयो भने गाडी चाहिँ एकदमै जाममा पर्ने सम्भावना छ। यस्तो दामी हरन लाग्थ्यो मलाई यो रेलको। ल साथी हो, कोइलावाला रेल पनि हेरियो। यति राम्रो घर बनाउने मान्छे चाहिँ को हो? जसले जे भने त्यही मान्नुहुन्छ तपाईँहरू। यहाँ त केही पनि छैन त हेर्न ठाउँ। तल जाम के प्रिन्सिपलले सही भन्नुभयो, इसारा गरेर गइहाल्नु म, तपाईँहरू रोकेर त हाम्रो जापानिज टेम्पल वर्ल्ड पिस प्यागोडा। यो घर चाहिँ नेपालको सगरमाथामा पहिलो आरोहण गर्ने व्यक्ति तेन्जिङ नोर्गेको रहेको छ। यो चाहिँ मलाई एकदमै मन पर्यो है। ल फाइनल्ली हामी चाहिँ पुग्यो गाइस, त्यो पनि दार्जिलिङमा। अब हाम्रो लास्ट घुम्ने ठाउँ भनेको यही हो हैन? अब यही हो ठाउँ, दार्जिलिङ भनेको यही नै हो। तेरी ट्रेन नआला भने त यही हामीहरूको ट्रेन त यही हो। ल आयो साथी हो, ट्रेन आयो, ट्रेन ट्रेन।
ट्रेन आयो यो कुन ठाउँ अरे कुन ठाउँ दार्जिलिङको हेर्दा हेर्दै थाहै भएन साथी हो दार्जिलिङ त सकिसकेछ म दार्जिलिङ कतिखेर आउँछ भनेर प्रतीक्षामा बसेको थिएँ तर दार्जिलिङ होइन साथी हो घर जाने पालो आइसकेछ अचम्म लाग्यो दार्जिलिङ भनेको यो हो भन्दाखेरि ठाउँको नाम के अरे भन्नु त बतासिया लुक दार्जिलिङ सहर त मन परेन अब दार्जिलिङमा भएका केही कपडाहरू मनपर्छ कि भनेर अब हाम्रो सम्पूर्ण टोलीहरू चाहिँ सपिङतिर लागेको छ र यसपछि हाम्रो यात्रा इलामतिर तय हुन्छ